हेलो एभ्रिवान, वेलकम ब्याक माई युट्युब च्यानल। म चाहिँ आज धेरै दिनपछि भिडियो लिएर आएको छु तपाईँहरूको साथमा। आज चाहिँ म चाहिँ यता घरको काम यसो मम्मीलाई सघाइदिउँ भनेर गोठाला आएको छु होइन। गोठालामा चाहिँ यहाँ बाख्राहरूलाई देख्न सक्नुहुनेछ, यो हाम्रो बारी छेउनिरको भिर हिमालको जस्तो चुसक 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 देखिँदैछ। गाई बाख्रा सँगसँगै लिएर आएको छु। बाख्राहरू चढ्दैछ, गाई पनि चढ्दैछ। यो खडेरीको मौसममा के नै खान्छ र गाई बाख्राले पनि। जङ्गलमा पनि केही छैन, यस्तो छ देख्न सक्नुहुनेछ जङ्गलको हालत पनि। त्यही भएर बारीको छेउछाउतिर गाई बाख्रा चराउँदै। ओए पाठा त माथि चढेको त, ले 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 उफ्री हिँड्दैछ पाठा, नक्कल पार हिँड्दैछ। बोकाहरू, बोका हेर्ने हो गाइस, बोका यस्तो हुन्छ बोका। त्यो चाहिँ खसी हो है गाइस, खसी गयो लमक्क 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 लम्किँदै। ले ले गाई बाख्राले चढ्दैछ। गइसक्यो बाख्रा, अगाडि आइज छिटो। ला ला, बाख्राले खाने घाँस पनि काट्यो अलिकति। के बोकेको? के को घाँस? सखा मात्रै छ त्यहाँ? के छ अरू? लैजाऊ उहाँ त्यो बाख्रालाई दिने ठाउँमा राखेर आइज। बाख्रा त उहीँ निस्किया त केटा, बाख्रा त उहीँ पर निस्केछ बारीमा। गाई त त्यहीँ छ, फेरि गाई चाहिँ छ। बाख्राहरू त गएछ, गाई लिएर आउँछु ल म। पसिना पसिना भयो गाईहरू, बिचरा बुढी गाई छ कि हिँड्नु नसकेर यहीँ अड्की बस्यो। म छोडिदिएँ, अहिले आफै आउँछ, मलाई अल्छी लागिसक्यो। यहाँ गर्मीले पसिना, ओ माई गड पसिना यस्तो छ। खै बाख्रा जाँदाखेरि माथि त्यहाँ हेर्दै गर। ओ माई गड, धेरै पछि गोठालो पनि गरियो। ओ यस्तो गर्मीमा त नसकिने रहेछ भाइ। पहिला यस्तो घामले पसिना भइरहेछ। ल बाख्रा त माथि चढ्दैछ त। गाई चाहिँ यहाँ अर्को भन्न त मन थियो तर भन्दिनँ ल। यो चाहिँ मेरो छोरा